यो गाइस वेलकम टु माय न्यू ब्लग। यहाँ दाइ खन्दै हुनुहुन्छ, म फुल दिँदैछु दाइलाई। आजदेखि हामीले प्लान्टिङ ग्रुप चालु गरेछौँ दाइ र मैले। अर्कोतिर खन्दै हुन्छ। ओइ यहाँ बुइनीहरू साइकल कुदाउँदै छन् गाइस। एउटा बुइनी उहाँ पर छन्। यहाँ दाइ हुनुहुन्छ। यो दाइको घर यो हो गाइस। यो बिना मेकअपको ब्लगर गाइस। यो बुइनीहरूसित जाउँ कुदाएको हेर्नु गाइस। मलाई चाहिँ पछाडि कुदाइरहेको छ। यिनीहरू त बिलम्बातको मलाई ब्लगर हेर्ने गाइस। तर नि ब्लग भएको चाहिँ काम एउटा छ है, फेमस हुन पाइरहेको छन् यिनीहरू। यहाँ तिनजना खोइ गफ गर्दैछन् के कुराको। यो बुइनीको साइकल चाहिँ पुरानो, यो चाहिँ उयो बुइनीको अघि तपाईँहरूलाई हाई भन्नेको बुइनीको रोशनी बुइनी हो उसको नाम चाहिँ। यो बुइनीहरूलाई एडिटिङ लागिसकेको छ कि एकछिन उता परसानको तपाईँहरूलाई अस्ति मैले सुपारी भ्लग देखाएको थिएँ नि। यहाँ नि त्यस्तै छ गाइस। मकैबारी दराम बुइनीहरू कराम बनिन्छ। यसलाई नमस्ते फुल भन्छ। मेरो अर्को भ्लगमा पनि लाइक सेयर गरिदिनु होला। के निष्कर्ष निरौला 1 2 3 मा उता यो कराउँदैछ गाइस। के गर्नु भने नि अस्तिको त्यो मैले भ्लग बनाएको थिएँ त्यो सुपारी बगानहरू त के अरे मैले मिस्टेक गरेको। त्यो भ्लग चाहिँ युट्युबले ब्यान गरेको हो कि के गरेको, रोकेको गर्छ। अनि के भएको थाहा भएन। यहाँ सानो आँपको बोटमा पनि कति धेरै फलिरहेको छ हेर्नु है गाइस। हेर्नु त गाइस सानो फल्न आँटेको। पानी हालिरहेको अन्त फल्छ गाइस। बुइनीहरू त झगडा गर्दै बस्छन् यहीँ पर। हेर्नु साइकलको घन्टी बजाउँदैछन्। यो रोशनी खनाल भन्ने मेरै बुइनी हो नि। सबैजना मेरै बुइनी हो नि के गाइस। तर के गर्नु, ऊ एउटी यत्रो मुख फुलाइहाल्छ। हेर्नु पानी पर्ने जस्तै मौसम भएको छ हाम्रोतिर चाहिँ। के दामी मौसम भएको छ। यस्तो मौसमको लागि 500 लाइक पुरा गर्नु। म कन्यममा गएर हजुरहरूको लागि भ्लग बनाइदिन्छु। कन्यममा गएर हजुरहरूलाई 500 भ्युज पुऱ्याइदिनु भयो भने कन्यममा गएर भ्लग बनाउँछु। यसले चाहिँ ठोकेर छोड्ने रहेछ कि मलाई गाइस। अलिक पर भाग्नु यो बुइनी फर्स्ट टाइम आएको त्योहरू रिसिएर चाहिँ गाइस। अब गाइस बुइनी चाहिँ धेरै रिसाइ यत्रो मुख फुलाइ। बुइनीलाई फकाउन जाँदैछु आजको लागि यति नै। अरू भ्लग भोलि बाई बाई।